आज हाम्रो खाजाको तयार हुँदैछ। भाउजूले पिठो मुन्दै हुनुहुन्छ। आज हामी पुरी तरकारी खानेछौँ। आज आलु पनि छ नि। यहाँ आलु पनि पकाउनु तयार छ। यो आलु, यसको अचार, पुरी तरकारी खान लाग्छौँ हामी। मौसम यस्तो छ आजको। अहिले चाहिँ हामीहरू पाहुनाहरूको लागि खाजा बनाउँदैछौँ। बाक्लो भयो। ठुलो भुवारो नि हरियो मकै त। यी हरियो मकै। ल मेरो नि एउटा यी त्यो होइन। साँच्चै नै हरियो मकै त कति राम्रो छ त। यो भुटेर खाने हो। कति थरी खाने होला नि। आलु, मकै, रोटी के चाहिँ खाने हो के नखाने। लैजाऊ यति लैजाऊ म त फेरि यो भागमा गएर भाँचेर ल्याउने होला। तल त पुग्ने होला अनि त वर्षामा भाँचेको छ। रुम्बे भालुले धेरै मकै खाइदिन्छ रे। यहाँ कालटुटा र त्यसले भालुले धेरै मकै खाइदिन्छ हाम्रो। तर गएर हरियो भाँचेर ल्याएको हुनु सक्यो। रोटी, हरियो मकै, मकै यसरी पाक्दैछ, पोल्दैछौँ। यसरी रोटी हाल्दैछौँ। पुरी पकाउँछ दाउरामा। पुरी आयो मकै ढर्यो कि नि। यताको मकै पाक्यो। कोही यता पाक्दैछ। मैले यो हाने त गर्नु यी पलेको मकै अब खाँदैछु। रोटी पकाउँदैछु। अब रोटी पुरी पकाएर खान्छु। कहिले मिठो हो। भ्यान भाँचेको रहेछ नि। मिठो रहेछ। पुरी
पुरी खाने हो आज त मकै पोली खाने हो आगो फुकिएछ पार्नु परेछ रोटी त यति धेरै भएछ रोटी मिठो रहेछ मजाले यो खाने हो कि यो खाने हो त यही मिठो भयो यस्तो शीतल आनन्द आइछ यस्तो भ्यू हेर्दै बसेर पोलेको मकै खाँदै गरेँ तलोमा यहाँ बसेर यता 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 सबै भ्यू देखिन्छ म बसेको ठाउँबाट चाहिँ म बसेर के अरे खाजा खाएको ठाउँबाट मकै खाएको ठाउँबाट यस्तो भ्यू देखिन्छ भ्यूहरू आज यस्तो पानी परिराखेको छ यहाँ भदैनी र भाउजूले चाहिँ खाजा खाँदै हुनुहुन्छ कस्तो छ मिठो छ हेलो 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 मकै कफी आलु टमाटरको चटनी सिलामको चटनी रोटी ओहो यस्तो खानालाई थाहा बनाउनु पर्छ है नत्र त खान पाइँदैन नत्र त खान पाइँदैन कहाँ गएर आएको र बहिनी भदैनी आज सिटिनी पानी हेरेर आएको सिटिनी के हेर्नु गयो त्यो र पानी हेरेर आएको कस्तो छ त पानी शुद्ध छ राम्रो छ अब काम कहिलेबाट सुरु गर्ने रे माघ फागुनबाट सुरु हुन्छ ल ल मिठो पानी नि मिठो छ चिसो मिठो पैसा तिर्न नि परेन बजारमा धमिलो पानीलाई पैसा तिरेर खानुपर्छ यहाँ त एकदम पहाडको खोजबाट आएको चिसो पानी पैसै नतिरिकन खानु पाइन्छ नि र पो यस्तो हट्टा कट्टा छन् बजारतिरको 3-4वटा छोरा मान्छेलाई त एकजनाले ढलाइदिन्छन् ल ल खाऊ खाऊ अमिलो चटनी छ नि खान्छौ ल्याइदिउँ खान्छे खान्छे भदै भदै दुईटा भदै खाएर बसेको पानी हेरेर आएर ऊ बिचको चाहिँ छोरा यो दुईजना चाहिँ मेरो भदैहरू कहाँ गएर आएको रे आज पानी नाप्नु गएर आएको आज ए पानीको योजना छ नि योजनाको अनि कस्तो भयो त नि ठाउँहरू राम्रै छ भन्नुभएको रे मुहानहरू जङ्गलहरू खासै रहेन है फान्नु परेन आज छिट्टै आइयो ए जुगाहरू लागेन त्यही हो सन्चो भयो जुगा नलाएर हो त नि त्यही जुगा बर्खामा पनि जुगा नलाग्ने भने त एकदम राम्रो भाग्यको कुरा हो नि है हो नि आजभोलि
पशुहरू बन्द भएको भएर जुवाहरू खासै लाग्न क्या कतै कतै मात्रै हो आज पनि लाग्दैन त्यही हो पहिला त कति लाग्थ्यो नि पहिला त यहाँ टेकी नसक्नुहुन्थ्यो नि यस्तो पानी परिरहेछ अघि त कस्तो पानी परेन नि पानी नपरेर आनन्दै भयो नि ठ्याक्क हामी नि आइपुग्नु ठ्याक्कै पानी पर्यो ए खाजा खाने टाइममा खाजा के खायौ त पुरी खाइयो आलु खाइयो मकै खाइयो सिलामको छोप खाइयो अनेक खाइयो नि धेरै आइटममा अर्गानिक नि अर्गानिक एकदम अर्गानिक यस्तो खाएर पो यस्तो हट्टा कट्टा बोलियो मेरो भदैहरू छोराहरू टुम टुम भइएछ हामीलाई 3 घन्टा लाग्ने बाटो त आधी घन्टामा आउनुहुन्छ फुर्तिलो नि अर्गानिक खाएर चिसो पानी स्वच्छ हावा हिँडुल गर्ने सधैँ बानी परिसकेको नि हामीलाई त नि दैनिक कामले एक्सर्साइज गर्नै नपर्ने कस्तो राम्रो पोखरातिर बसेको अलि सेतो होइन त यो कालै होइन सेतो छ योभन्दा अझै सेतो भयो भने त फेरि अर्को पछि लाग्छन् ल त है भेट भयो खुसी लाग्यो धन्यवाद फेरि पकाएर खुलायो मिठो भयो ल ल धन्यवाद वेलकम छ है ल ल भाइ ल ल कस्तो शीतल भएछ यी मेरो भाउजू हेलो भाउजू सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ र ए खाजा खाइसकेको सिद्धाको ए नयाँ सारादार लुकेको यो सानो हो सानो नै लुकेछ हजुर भाइहरू चाहिँ पानीको के अरे ए हजुर त्यसको माथि चाहिँ निरीक्षण गर्नको लागि अब बनाउने काम हुँदैछ हजुर त्यसको तयारीको लागि हजुर यहाँको समितिहरूसँग अनि खास गरी एग्रिमेन्ट गर्नको लागि आएको काम गर्नको लागि ल सक्सेसफुल होस् राम्रो हजुर होस् है कता आउनुभएको थियो आज म पानीको सौहा गइरहेको ए हो ए कति घन्टा गएर आयो त खै लाग्यो होला नि 2 घन्टा 3 घन्टा लाग्यो होला नि ए आजको खाजा पोलेको मकै भुटेको मकै रोटी आलु सिलामको अचार यो चाहिँ यो अमिलो अनि यो चाहिँ टमाटर कफी यो अमिलो यसलाई चाहिँ हामीहरूले चाहिँ पदाउनु चाल्नु हुन्छौँ यसको चटनी हो यो अमिलो हुन्छ मिठो हुन्छ अब म खाजा खान्छु
हस् त आजलाई यति नै। आजको भिडियो म एन्ड गर्न चाहन्छु।